अब आजको लागि यति नै होइन थ्याङ्क यू सो मच अनि यहाँ छ एकदम सिक्रेट रुम हेलो गाइज वेलकम ब्याक टु न्यू ब्लग अहिले चाहिँ म बुट्टाबारीको जङ्गलमा आइपुगेको छु चारैतिर हेर्दा सबतिर जङ्गलै जङ्गल छ यहाँ चाहिँ पानी जमिरहेको छ अहिले चाहिँ म र मेरो भाइ आएको छौँ राइडमा स्कुटरमा होइन यो हाम्रो ऊ पर एउटा हरियर कोलोनी भन्ने छ त्यो कोलोनीमा आइपुग्नु छ त्यहाँ चाहिँ हाम्रो कसको भने अरे हाम्रो हजुर दिदीको घर अरे त यहाँ आउँदै थियौँ यस्तो दामी बबाल भ्यू भेट्यो क्या यहाँ चाहिँ हेर्दैखेरि यस्तो छ ठाउँ शान्ति कतै मान्छे छैन नि त्यसरी होइन यस्तो ठाउँ रहेछ हामी यहाँ बिचमा अहिले चाहिँ हामी यहाँ ठ्याक्क कोलोनीको मेन गेटमै आइपुगेको छौँ अब यो घर चाहिँ कुन हो भने नि ऊ पर सबैभन्दा परको लास्टको एन्डको घर हो अब हामी त्यही घर अनि यस्तो चाहिँ यहाँको माहौल चाहिँ यस्तो छ शानदार छ कोलोनी होइन यस्तो छ है यहाँ बन्दैछ नि घरहरू पनि होइन आएर हेलो भन्न हेलो गर्न त्यो सौरभ्यहरू बनाउँछ नि दिपेन्द्र त्यो गाइज अहिले चाहिँ हामी ठ्याक्क घरैमा आइसकेको छौँ यही देख्न सक्नुहुन्छ यो घर हो तर सब वाल दुइटा सेम कलर घर छ अब हामी यहाँ ढोका लगाएको रहेछ क्या ढोका खोल्न इन्तजार गर्दैछौँ ए खोलेको ढोका ल अब भित्र जान्छौँ घरभित्र पुग्छौँ आइसकेको छौँ मामा बाबा पनि आइसक्नु भएछ यहाँ गाडीमा हुनुहुन्थ्यो हामी चाहिँ स्कुटरमा आएको अब छिर्दै हुन्छ अब छिर्नु यहाँ छ यो लजाइरहेको छ नलजाउनु भन्नु यसलाई अब हामी छिर्यौँ ब्राजिलको हो गाइस एउटा सिक्रेट कुरा छ यहाँ ए त यहाँ कहाँ कतै तले डोरहरू कतै देखिरहनु भएको छ डोर हुन्छ नि ढोका छ कतै यो सिक्रेट कति जाने हो त सुँगुर यहाँ हेरेर भयो यो यहाँको यो घरको एकदम सिक्रेट एकदम ओपी क्या सिक्रेट रुम सिक्रेट रुम होइन यो सिक्रेट रुम हो कि होइन त यो साँच्ची हो होइन होला अनि यहाँबाट देख्दैन मान्छेले कि सिल गरेको छ बाहिर सिल गरेको छैन यहाँबाट त देखिन्छ नि भित्रबाट चाहिँ कसरी थाहा पाउनु कुन ढोका त्यही त भित्रबाट देखिँदैन होम टुर त्यहाँ आउन जाँदैछु यो एकदम हाउसिङ घरको होम टुर यो छ मेन लिभिङ एरिया लिभिङ रुम यो यस्तो छ यो सिन यहाँको यहाँ चाहिँ कति 100 इन्चको टिभी अनि यहाँ चाहिँ एकदम सिक्रेट रुम यस्तो छ सिक्रेट रुम चोर आयो भने यहाँ अत्तपत्त केही थाहा नै हुँदैन यस्तो छ यहाँ यता किचन छ किचन यता यो साइडमा छ किचन पनि अब माथि जाउँ होइन यो रुम हो यो यहाँको एकदम डाइनिङ टेबल यो माथि जाउँ सिडी बाई सिडी यस्तो निट एन्ड क्लिन छ नि अब यस्तो अम्बो सिधै माथि जाउँ यहाँबाट बाहिरको भ्यू यस्तो छ अरू पनि घरहरू छ नि यो र अगाडि घर चाहिँ एउटै छ अरू चाहिँ अलिक सानो खालको छ क्या यो कोलोनीमा यो चाहिँ अलिक ठुलो खालको रहेछ माथि गरेर यस्तो छ माथि जाउँ हामी यहाँ देख्न सक्नुहुन्छ एउटा रुम यस्तो खतरा रुम छ यस्तो खालको रुम छ यो होम टुर हो यो चाहिँ यहाँ चाहिँ अर्को स्टडी सुहरू यस्तो छ माथि यस्तो झुन्डाएको छ एकदम 5 स्टारको घर चाहिँ हेर्न सक्नुहुन्छ यहाँ सक्नुहुन्छ मलाई मिरर हेर्ने त्यही निटै क्लिन्छ भने अब यहाँ टिकटकको सुटिङ चल्दैछ यहाँ जाउँ न यो एरियामा यो छ नि यो यहाँ के भन्छ के एरिया भन्छ यस्तो बस्दै एउटा मिटिङ जस्तै बाहिर बस्छौँ के गर्न ए ल यहाँ बिटिएस सब टिकटक अब ए होइन फोटो सुट गर्छ बाहिर यस्तो छ क्या घर यस्तो स्टाइलिस्ट
हेरौँला युट्युब मनीबाट मैले नि एक न एक दिन यो घर अवश्य गेन गर्ने छु होइन। आजको लागि यति नै होइन। अब भ्लग मन परे लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। ब्लग चाहिँ कहाँ थियो? भ्लग चाहिँ कहाँ थियो? भ्लग पनि चाँडै नै आउनेछ होइन। ब्लग चाहिँ कहाँ थियो? अब आजको लागि यति नै होइन। ब्लग चाहिँ कहाँ थियो? थ्याङ्क यू सो मच ब्लग कहाँ थियो? थ्याङ्क यू सो मच फर वाचिङ बाई।